दर्शकवृन्द नमस्कार। यहाँहरूलाई नेपाली मोटिभेसन युट्युब च्यानलमा स्वागत छ। यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिन नभुल्नुहोला। अब लागौँ आजको विषयतर्फ। धैर्यता। असफलताको कुहिरो पारी सफलताको उज्यालो। जिन्दगीमा कहिलेकाहीँ सबै कुरा अस्तव्यस्त लाग्छ। हामी मेहनत गर्छौँ तर परिणाम आउँदैन। हामी इमान्दार हुन्छौँ तर अवसर पाउँदैनौँ। त्यो बेला मनमा एउटा प्रश्न उठ्छ, के म गलत छु? प्रश्नको जवाफ हो, तपाईँ गलत हुनुहुन्न। सायद तपाईँ सही बाटोमा हुनुहुन्छ तर सही समय अझ आउन बाँकी छ। बिउलाई माटोभित्र रोप्दा तिनले घाम देख्दैन, आकाश देख्दैन, तर त्यो अँध्यारोभित्र उनीहरू धैर्य गर्छन्। त्यही धैर्यले तिनीहरूलाई बनाउँछ एक दिन विशाल रुख। जीवनका हरेक क्षेत्रमा मानिसहरू धैर्यले सफल भएका छन्। एक विद्यार्थी जसले वर्षौं पढ्छ, एक कलाकार जसको कला स्वीकार हुन समय लाग्छ, एक किसान जसले बिउ रोपेर महिनौं पर्खन्छ। यसै सन्दर्भमा रहेर तपाईहरुलाई म एउटा रोचक कथा सुनाउँछु। कृपया ध्यान दिएर सुन्ने प्रयास गर्नुहोला। सुनसान जंगलको छेउमा एउटा सानो गाउँ थियो। गाउँमा सुशान्त नाम गरेको एउटा केटा बस्थ्यो। उसलाई माछा मार्न असाध्यै मन पर्थ्यो तर उसले कहिल्यै ठुलो माछा समात्न सकेको थिएन। गाउँका साथीहरूले उसको मजाक बनाउँथे। एक दिन सुशान्तले निश्चय गर्यो, आज उसले सबैभन्दा ठुलो माछा समातेर गाउँमै चर्चा कमाउनेछ। बिहान सबेरै काँधमा टाका बोकेर नदीतिर लाग्छ। घाम आकाशमा बलिरहेको थियो तर पानी चिसो थियो। धेरै बेरसम्म ऊ शान्त भइकन टाका चलाइरह्यो। केही बेरपछि एउटा ठुलो माछाले टाका तान्यो तर त्यो माछा निकै बलियो थियो। उसले टाकालाई गम्भीरताका साथ समात्यो। माछा निकै बलियो भएर पानीभित्र घिस्रन थाल्यो। टाकाको डोरी तान्दै गयो। सुशान्तले पसिना पुस्दै धैर्यतापूर्वक डोरी समातेर बसिरह्यो। उसलाई लाग्यो यदि उसले धैर्य गुमायो भने माछा छुटेर जानेछ। घन्टौं बिते। साथीहरूले देखे सुशान्त अझै नदी किनारमा टाकासँग खेलिरहेछ। उनीहरूले हाँसेर भने, हेर त कति धैर्य, माछा त बगिसक्यो होला। तर सुशान्तले उनीहरूको कुरा नसुन्दै गरेर टाका तानिरह्यो। अन्ततः ठुलो माछा थाकेर पानीको सतहमै आइपुग्यो। आँखामा आँसु झार्दै सुशान्तले मुस्कान साथ ठुलो माछा नदीबाट निकाल्यो। साथीहरू चकित भए। तिमीले कसरी समात्यौ यस्तो ठुलो माछा? एउटा साथीले सोध्यो। सुशान्तले मुस्कुराउँदै भन्यो, मलाई थाहा थियो धैर्यता नै असली शक्ति हो। त्यो दिनदेखि गाउँमा सबै थाहा पाए धैर्यता नै सफलताको कुञ्जी हो। धैर्यता नै सफलताको कुञ्जी हो। कुनै पनि ठुलो लक्ष्य प्राप्त गर्न धैर्यता आवश्यक हुन्छ। जब सबैले हार मान्छन् त्यही बेला धैर्यले जित दिलाउँछ। तपाईहरुलाई म अर्को कथा नै सुनाउँछु। धैर्यतापूर्वक सुन्ने प्रयास गर्नुहोला। एकपटकको कुरा हो। एउटा गरिब किसान लामो सहरको एक धनाढ्य बुढाबुढीको बगैँचामा काम गर्थ्यो। बगैँचामा एक दिन बुढी आमाले रामुलाई एउटा सुनको बिउ दिएर भनिन्, यो बिउलाई रोप, यसको फल सुनकै हुनेछ। रामु दङ्ग थोरै जमिन थियो। त्यहीमा उसले सुनको बिउ रोप्यो। दिन बित्दै गए तर त्यो बिउ न अङ्कुरियो न फल्यो। गाउँका साथीहरूले उसको मजाक उडाए। सबैले भने, सुनको बिउ, यो त झुटो हो। तर रामुले धैर्य गुमाएन। ऊ नियमित रूपमा बिउलाई पानी हालिरह्यो, माटो सफा गरिरह्यो, घाममा झुलिरह्यो। वर्ष दिनपछि त्यो बिउबाट एउटा सानो सुनको बिरुवा उम्रियो। बिरुवाले साना सुनका
बढी प्रयास गरे र सफलता हात पारेरै छोड्यो। तसर्थ धैर्य गर्नुहोस्, अगाडि बढ्नुहोस्, विश्वास राख्नुहोस्, तपाईँको समय पक्कै आउँछ। दर्शकहरू, तपाईँहरू